पारिश्रमिकका कुराहरू र हाम्रो सहकारीको नीति अनुसार क्रिया खर्चका कुराहरू, हाम्रो सहकारीको नीति अनुसार हाम्रा शेयर सदस्यहरू मृत्यु भएकोमा उहाँहरूलाई सदस्य कल्याणकारी कोषबाट चाहिँ थोरै उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने नीति अनुरूप यहाँ हामीसँग स्वर्गीय बालकृष्ण श्रेष्ठको हामीसँग खाम छ र उहाँको परिवार यहाँ कोही पनि उपस्थित हुनु भएन जस्तो लाग्यो, यो बाँकी भयो। र सँगसँगै हामीसँग स्वर्गीय कृष्णबहादुर कक्षपति बाको चाहिँ खाम हामीसँग साथमा छ, उहाँको पनि कोही परिवार यहाँ उपस्थित हुन सक्नु भएन। यो हामी अफिसमा उहाँहरूलाई बोलाएर प्रदान गर्नेछौँ। र यस क्रममा चाहिँ हाम्रो कर्मचारी साथीहरू जसले आज शनिबारको दिनमा पनि हाम्रो सहकारी हो, मेरो सहकारी हो भनेर हाम्रो कार्यक्रमलाई सफल बनाउनु पर्छ भन्ने उद्देश्यले बिहानदेखि यहाँ आएर खटेर काम गर्नुभएको छ। यहाँहरूलाई थोरै यो एउटा चिनो स्वरूप हामी सहकारीका तर्फबाट प्रदान गर्दछौँ। श्री राजन गोदाल यहाँहरूलाई त्यसै गरी प्रकाश मधिकर्मी, त्यसै गरी रोनी लामा, त्यसै गरी यमुना श्रेष्ठ। ल धन्यवाद छ, धन्यवाद। नमस्कार, मेरो नाम गोविन्द प्रसाद पराजुली, म उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष। नमस्कार, म जलबहादुर विश्वकर्मा, उद्यमशील सहकारीको उपाध्यक्ष। नमस्कार, म रुक्मणी गिरी, म चाहिँ उद्यमशील सहकारीको महिला संयोजक। नमस्ते, म सुमन बहादुर श्रेष्ठ, उद्यमशील सहकारीको कोषाध्यक्ष। नमस्ते, म अच्युत श्रेष्ठ, उद्यमशील सहकोषको सचिव। नमस्कार, म अशोक झा, म यही उद्यमशील बचत ऋण सहकारी संस्था लिमिटेडको सचिव। नमस्कार, मेरो नाम कमलनारायण श्रेष्ठ, उद्यमशील बचत ऋण सहकारी संस्थाको सदस्य। नमस्कार, मेरो नाम चाहिँ अप्सरा खरेल, उद्यमशील बचत सहकारी संस्थाको शिक्षा समितिको संयोजक। नमस्कार, म रोनी लामा, म त्यस सहकारीको कार्यरत कर्मचारी। नमस्कार, म यमुना श्रेष्ठ, म उद्यमशील सहकारी संस्थाको कर्मचारी। बाजुली, म उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको सूचना अधिकारी एवं ऋण संयोजक। धन्यवाद। नमस्ते, म प्रेमलाल माझु, म उद्यमशील सहकारीको सदस्य। नमस्कार, म प्रकाश मधिकर्मी, उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक। धन्यवाद। नमस्कार, म राजन गोदाल, उद्यमशील सहकारीको कर्मचारी। उद्यमशील सहकारी उपसमिति कृषि उपसमितिको सदस्य। सबै साथीहरूलाई धन्यवाद। उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 14औं साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। हामीले सदा झैँ भन्दा यस वर्ष अलि फरक ढङ्गले यो सहकारीको साधारण सभा मनायौँ। हामीले यसको उद्देश्य र कारण हामी हाम्रा शेयर सदस्यहरूको घर आँगनमै जाउँ, घर दैलोमै जाउँ, त्यो ठाउँको ठाउँ हेरौँ, गाउँ हेरौँ, उहाँहरूले गर्नुभएको व्यवसाय हेरौँ र उहाँहरूलाई प्रत्यक्ष रूपमा भेटघाट गरौँ र सानो सङ्ख्यामा भेटघाट गर्दाखेरि उहाँहरूसँग प्रत्यक्ष रूपमा अन्तर्क्रिया गर्न पाइन्छ र आफ्ना कुराहरूको आदान प्रदान गर्न पाइन्छ भन्ने उद्देश्यले अहिले हामीले यो केन्द्रीकृत रूपमा साधारण सभा नगरिकन विकेन्द्रीकृत रूपमा क्षेत्रगत रूपमा हामीले साधारण सभा सम्पन्न गरेका छौँ। हामीलाई थाहा छ यही मङ्सिरको 25 गते बिहानैदेखि हामीले यो साधारण सभा मनाउने काम सुरुवात गऱ्यौँ। सबभन्दा पहिले गडापानी डाँडा भन्ने ठाउँमा गएर लगभग 40 जना शेयर सदस्यहरूलाई भेटघाट गऱ्यौँ, अन्तर्क्रिया गऱ्यौँ र त्यहाँ कार्यक्रम सम्पन्न गरिसकेपछि दोस्रो कार्यक्रम अन्तर्गत रामपुर डाँडामा गएर 14-15 जना शेयर सदस्यहरूलाई भेटघाट गऱ्यौँ। सँगसँगै सोही दिन
छाप गाउँमा गएर हामीले 18-20 जना सेयर सदस्यहरूलाई भेटेर उहाँहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने र हाम्रो सहकारीका बारेमा उहाँहरूसँग कुरा राख्ने र उहाँको कुरा हामीले लिने काम गऱ्यौँ र सोही दिन मिलडाँडामा आएर झन्नै 200 को हाराहारीमा सेयर सदस्यहरूलाई भेटघाट गर्ने उहाँहरूका कुरा लिने हाम्रा कुरा गर्ने र सहकारीका उद्देश्यका बारेमा भइगरेका कुराहरूका बारेमा सबै काम गर्ने काम हामीले गरेर 25 गतेको कार्यक्रम सम्पन्न गऱ्यौँ। त्यसै गरी हिजो 26 गते पनि बिहानैदेखि हामी सबभन्दा पहिला महादेव टारमा गएर 25 जनाको हाराहारीमा सेयर सदस्यहरूलाई भेटघाट गऱ्यौँ र फेरि तुरुन्तै हामी बन्देउ टारमा गएर करिबन 40 जना सेयर सदस्यहरूलाई सँग भेटघाट गरेर अन्तर्क्रिया कार्यक्रम गऱ्यौँ र सहकारीको बारेमा कुरा गऱ्यौँ। सोही दिन भोटेटारमा पुगेर त्यहाँ पनि 25-30 जनाको हाराहारीमा सेयर सदस्यहरूलाई भेटघाट गऱ्यौँ र हिजो नै हामी फेरि यही दोललघाट बजारमा आएर झन्डै 300 भन्दा माथि सेयर सदस्यहरूलाई भेटघाट गर्ने कार्यक्रम गर्ने आफ्ना कुराहरू राख्ने काम हामीले गरेर हिजोको कार्यक्रम सम्पन्न गरेका थियौँ। अन्तिम दिन आज मङ्सिरको 26 गते 27 गते हामी यो दोललघाट बजारको चिल्ड्रेन पार्कमा हामीले कार्यक्रम बिहान 11 बजेबाट सुरु गरेर अहिले झन्डै 3:30 को समयमा हामीले कार्यक्रम सम्पन्न गरेका छौँ र आज यहाँ हामीले 400 भन्दा बढी सेयर सदस्यहरूसँग भेटघाट गर्ने उहाँका कुरा सुन्ने र हाम्रा कुरा सुनाउने काम भएको छ र यसरी हेर्दा हामीले झन्नै हाम्रा सेयर सदस्यहरू 90% भन्दा माथि सेयर सदस्यहरूसँगको यो साधारण सभामा भेटघाट भएको छ। त्यसैले यो अत्यन्त विशाल उपस्थितिमा उद्यमशीलले 14औं साधारण सभा सम्पन्न गरेको छ र हामीले यसलाई सफल साधारण सभा भनेर भन्न सक्छौँ र यसमा नैमा हामीले हाम्रो सहकारीलाई अझ उचाइमा जाने छ। अहिलेको साधारण सभा जुन दृष्टिकोणले हामीले गऱ्यौँ हाम्रा कुरा सुनेर हाम्रा उद्देश्य सुनेर हाम्रा कार्यक्रमहरूलाई हेरेर अझ धेरै सदस्य सङ्ख्याहरू बढ्ने सेयर सदस्यहरू बढ्ने क्रम चाहिँ बढ्नेछ भन्ने कुरा चाहिँ हामीले आशा लिएका छौँ। मलाई लाग्छ विश्वास छ, हामीलाई विश्वास गरेर सदस्यहरूको वृद्धि हुनेछ र सदस्यहरूको वृद्धि सँगसँगै उहाँको आशा र भरोसाको केन्द्र बन्दै उद्यमशीलले पनि हामी सञ्चालक समितिका साथीहरू र यो सहकारीमा बसेर काम गर्ने कर्मचारी साथीहरू हामी दुवैतर्फ दुवै वर्ग मिलेर नै यो सहकारीलाई अगाडि बढाउन सक्छौँ। म आशा गर्दछु हाम्रा सञ्चालक समितिका साथीहरूले भरपुर सहयोग गर्नुहुनेछ, यो सहकारीलाई अगाडि बढाउनको लागि भरपुर सहयोग गर्नुहुनेछ भन्ने कुरा त यो वर्षको साधारण सभामा सहभागिता जनाउनुभयो। जुन 4-5 ठाउँमा 8-10 ठाउँमा घुम्ने ठाउँमा आफ्नो सहभागिता जनाउनुभयो। सबै कार्य समितिका साथीहरू उपसमितिका साथीहरू सबैजना लागेर हामीले यो गरेका छौँ र भोलिका दिनमा पनि यहाँहरूको भरपुर साथ पाइनेछ भन्ने मैले आशा गरेको छु र सँगसँगै कर्मचारी साथीहरूले पनि त्यति नै सहयोग गर्नुभएको छ। दिनानुदिन हामीसँग हिँड्नु भएको छ। हिजो पनि सबै कर्मचारी साथीहरू बसेर सहयोग गर्नुभयो, आज पनि सबै कर्मचारी साथीहरू बसेर सहयोग गर्नुभयो। म विशेष धन्यवाद सबै साथीहरूलाई दिन चाहन्छु र यति भन्दै यो कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई फेरि पनि धन्यवाद दिँदै उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 14औं वार्षिक साधारण सभा यहीँ अन्त्य भएको घोषणा गर्दछु। हस्, नमस्कार, धन्यवाद। उद्यमशीलको क्याटमेट एरियामा मात्रै होइन, यो हाम्रो प्रोग्रामलाई हाम्रो कार्यक्रमलाई उद्यमशील सहकारीलाई यो देशभरै चिनाउने दृष्टिकोणबाट जुन ढङ्गले हामीलाई यो एनएसटी न्युजले जुन खालको सहयोग गर्नुभएको छ, म उहाँको सञ्चालक भाइ नवराज ठकुरीजीलाई म विशेष धन्यवाद दिन चाहन्छु र सँगसँगै हाम्रो लालदोज भाइले पनि हाम्रो यो
कार्यक्रमलाई यो सहकारीलाई मिडियाको माध्यमबाट प्रचार प्रसार गरेर टाढा टाढा लैजान जुन किसिमको सहयोग गर्नुभयो लालदोज भाइलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सञ्चारकर्मी भाइहरू दुईजनालाई हामी यो एक पठाउन चाहन्छौँ। यो मायाको चिनो स्वरूप लिदिनु हुन म अनुरोध गर्न चाहन्छु। ए बसनलाल भाइ